झूठो कसम नमस्कार साउजी, हजुरले देखाउनु भएको काम सबै सकियो। त्यही भएर रात पनि पर्न लाग्यो। म त घर जानु पर्यो भनेर हिँडेँ। तेरो घर जाने बाटो यता होइन त। सरासर नगएर किन यता आइरहेको त? हजुरले देखाउनु भएको काम पनि सबै सकेँ। त्यो पनि जानकारी दिउँ अनि यसो अलिकति खर्च मागौँ कि भनेर यता छिरेको नि साउजी। के अरे खर्च चाहियो रे? हजुर, घरमा रासिन पानी सबै सकियो। ऐँसो पैसाले पनि कति दिन धान्थ्यो र। त्यही भएर आज चाहिँ हजुरले छैन नभनिदिनु होला। छैन भने त के गर्छस्? साउजी, हेर श्यामे, तिमीहरू जस्ता गरिबको पैसा मलाई खानु छैन। एक हिसाब गरेर राखेको छु। आजसम्म तैँले काम गरेको जेला हिसाब गर्दा 27,300 भएको छ। तैँले मसँग लगेको पैसामा त्यो घटाउँदा पनि अझै 52,800 तिर्नुपर्ने देखिन्छ। साउजी, हजुरलाई नतिर्ने भनेकै छैन। मैले दिनै काम गरिरहेको छु। हजुरको ऋण पनि घट्दै जान्छ। मैले मेरो परिवार पनि पाल्नै पर्छ। धेरै बहानाबाजी नगर श्यामे। पहिला मेरो ऋण चुक्ता गर, त्यसपछि मात्रै तैँले पैसा पाउँछस्। हजुरको ऋण चुक्ता नहुन्जेलसम्म हामी के खाएर बस्नु? ढुङ्गा खा, माटो खा, पात पतिगार खा। त्यो मेरो सरोकारको विषय होइन। साउजी, निर्दय नभन्नुहोस्। म त बरु जे खाएर नि बाँच्ने होला। मेरो छोरीको बिजोग हुन्छ। हजुरले थोरै भए पनि दया गरिदिनुहोस्। तँलाई देखेर दया लाग्यो। ल यसो गर, तेरो छोरी गीता छ नि, मेरो घरमा पठाइदे। म आफ्नै छोरी सम्झेर पाल्छु। मोरी कति राम्री छे।
कति सुन्दरी छे। म तिमीहरूले माया दिएर राखेको भन्दा ज्यादा माया गरेर राख्छु। म मेरो कान्छी बनाएर राख्छु। झुङ्गे मेरो छोरीलाई जे पाएकै भन्छस्, आज त बाँच्दैनस् मेरो हातबाट। आज त बाँच्दैनस्, आज त बाँच्दैनस् मेरो हातबाट। आज मरिस् मेरो हातबाट त, मरिस् मेरो हातबाट त। मेरो छोरीलाई जे पाएकै बोल्छस् तेरो जिब्रो सिब्रो थोदिदिन्छु आज म। भागेर कहाँ पुग्ला छ, तँलाई ज्यान गएर छोड्दिनँ आज म। त्यसरी के भयो तपाईलाई? कसले के गर्यो? किन खुकुरी निकाल्नु भएको? बाबा के भयो हजुरलाई? किन खुकुरी निकाल्नु भएको? साला त्यो सामान्तीले हामीलाई गरिब भनेर हेपो। आज त्यसको हात खुट्टै छिनालिदिन्छु म, छम्मैबाट छिनाइदिन्छु। गीताको बा कसले के भन्यो? कसले हेप्यो? पहिला भन्नु न। बाबा पानी पिउनु पहिले, रिस शान्त बनाउनु। हेर गीताको आमा, आज हाम्रो छोरीको बारेमा त्यो जुङ्गे साउले नराम्रो बोलो। के भन्यो बाबा? के भन्यो त्यसले? त्यसले हाम्रो छोरीको इज्जतमाथि धावा बोलो। गीतालाई मेरो घर पठाइदिए, म कान्छी बनाएर राख्छु भनौँ। त्यसको त्यत्रो हिम्मत? त्यसलाई त्यतिकै छाड्नुहुन्न। समाज राखेर माफी माग्नु लाउनुपर्छ। काम गरेको पैसा माग्न गएको, पैसाको साटो त्यस्तो अपशब्द बोलौँ। आज नै त्यसलाई बोलाएर 2-4 जना समाजको अगाडि माफी माग्न लगाउनु पर्छ। के को समाज राख्ने कुरा गरेकी? त्यसलाई अहिले गएर टुक्राइदिन्छु म। त्यसलाई आज म छोड्दिनँ। नै बाबा, आवेशमा नआउनु। झै झगडा कुटमाट कुनै पनि हालतमा राम्रो हुँदैन। छोड्नु बाबा। 2-4 अक्षर भए पनि पढे लेखेको मान्छे हो म। कुनै दिन म आफै गएर सम्झाउँछु त्यसलाई। हामीले भन्दा नि यसैले बोल्न जानेकी छे बरु। यसैले सम्झाउँछ त्यो पातकी कुरालाई। भयो नि त बाबा, छाड्दिनुहोस्। कुकुरले मान्छेलाई टोक्यो भन्दैमा मान्छेले कुकुरलाई किन टोक्नु? छोरीको कुरा पनि ठिकै हो। हो बाबा, म सम्झाउँछु। यसरी खुकुरी बोकेर हिँड्ने काम नगर्नुहोस्। तपाईँ पनि हिँड्नुहोस् भित्र। कसको आशा गर्नु, कसको विश्वास गर्नु? आफ्नै शरीरबाट आत्मा टाढा हुन खोज्छ।
आफ्नै आँखा अघि संसार बिलाउन खोज्छ। आँखै अगाडि किन वनस्पतिले रङ फेर्छ? किन फुलहरूले क्षणभरमै आफ्नो सुगन्ध बदल्छ? किन होला यस्तो शीतल मौसममा पनि प्रचण्ड गर्मीको भान हुन्छ? कसलाई पोखौँ म आफ्नो पीडा? कसलाई सुनाउँ म आफ्नो वेदना? को छ यो संसारमा मलाई बुझ्ने? कसलाई सुनाउँ म आफ्नो भावनाहरू? आँखा देख्दैनस् कि 20 लाख सँगसँगै शिलाले आँखा पनि लगी? हेर शिर ठाडो बनाएर बोल्न सक्ने भए पो बोल्थ्यो। भएको अलिकति इज्जत पनि बुढीले स्वाहा पारिदिइहाली। होइन हे मङ्गल, तँलाई अलिकति पनि लाज लाग्दैन? हिजोसम्म आफ्नो साथमा रहेकी बुढी आज अर्कैसँग रमाइलो गरेर हिँडेकी छे। बुढीले यतिसम्म गर्दा त तैँले आफूले लगाएको कट्टुले मुखसम्म छोपेर हिँड्नुपर्ने। तर तता खुसी साथ हिँडिराखेछस्। हुन त यस्ताले बुढी त गतिलो के पाउँथ्यो? अब यो बुढी त अर्कैले उडाइदिइहाल्यो। फेरि पनि बे गरिस् भने त्यो बुढी चाहिँ मैले उडाउनु पर्ला। त्यसैले अर्को बुढी चाहिँ अलि राम्रै हेरिराख है। मलाई त जस्तो भए त्यस्तो केटी मन पर्दैन नि फेरि। अति गरिस्। म बोलिन, मैले केही जवाफ दिन भन्दैमा तैँले मेरो धज्जी उडाउने? याद गर, जब बाघ बौलाउँछ नि तँ जस्ता स्यालका यस्तै हालत हुन्छ। यिनी बुढा जहाँ गयो त्यही हराउँछ। घरबाट निलेदेखि घर फर्किन जानेका होइनन्। दाइ होइन, घरमा त कोही पनि हुनुहुन्न क्या हो? ओहो शर्मिला परी, आऊ न यतै बसौँ। अनि दिदी तपाईँ कहिले आउनुभयो? निकै दिन भइसक्यो त म आएको त। ए हो र? बाबा खोइ त? घरमा त देख्दिनँ त। खै म पनि बाहिरतिरबाट भर्खरै घर आइपुगेको, कतै निस्किनु भयो होला। तपाईँको भाइ यति आउनु भएको थियो, अहिलेसम्म घर फर्किनु भएको छैन। अनि त्यही भएर म त खोज्दै आएँ। हो र? यता आएको त मैले देखेको छैन। म नहुँदा पो आएको थियो कि? हेर्नु न, तपाईँको भाइको बानी जता गयो त्यतै हराउनुहुन्छ। काम परेर हिँड्नु भएको होला नि। किन आत्तिएको तिमी? के को काम पर्नु नि? त्यस्तै हो त्यो मान्छे। हुन्छ दिदी, अहिले जान्छु म। बस न, म खाना बनाउँछु, खाएर जाऊ। पर्दैन, म जान्छु।
ल ल त्यसो कहिलेकाहीँ आउँदै गर। होइन है मङ्गल, कहाँ हिँडेको यस्तो रातो पिरो भएर? खोइ कहाँ हिँडेको भाउजू, म आफैलाई थाहा छैन। ल के भनेको होला यस्तो? अब आफू हिँडेको बाटो नै थाहा हुँदैन? मान्छेहरूले धेरै हेप्न थाले, धेरै गिराएर बोल्न थाले। त्यही भएर मैले मान्छे पिटेर आएँ भाउजू। कति दिन चाहिँ अरूको हेपाइ सहेर बस्नु? ओहो, जे जस्तो भए पनि त्यसरी हातै हाल्नु चाहिँ हुन्थेन मङ्गल बाबु। म रिस थामेर बस्न सक्दिनँ, आफू पनि कसैलाई नराम्रो सोध्दिनँ र म माथि पनि कसैको ज्यादती सहन सक्दिनँ। ल भाउजू, म जान्छु। खै के हो जताततै मारपिट र झगडा मात्रै सुनिन्छ। आजको दिन यस्तै हो कि के हो? यो केटीलाई बुहारी बनाउनु पाए त गजबै हुन्थ्यो। घर परिवार जे जस्तो भए पनि केटी पढी लेखी थिइन्, तर के गर्नु, एउटा भएको छोरा पनि विदेशतिर छ। मेरो कुरा सुन्ने माने होइन। बिच बाटोमा यो वकिलले के सम्झिन थाल्यो? वकिल अङ्कल, के भयो हजुरलाई? किन यहाँ टोलाएर बस्नुभएको? किन पनि हेर कि त, तिमीले काक्रोभरि पानी बोकेकोले आज मेरो राम्रो साइत बनाइदेऊ कि त। वकिल जस्तो मान्छेले पनि यस्तो कुरामा विश्वास गर्छन् र? किन नगर्नु र, गर्छु नि। यसरी बाटोमा हेर्दा भोडी गाग्री पानी देख्दा राम्रो साइत पर्छ अरे। त्यो दिन आँटेको चिटाक्काम सबै पुग्छ अरे। अनि वकिल अङ्कल, खाली गाग्री देख्दा चाहिँ के हुन्छ र? खाली गाग्री देख्दा त सायद बिग्रिहाल्छ नि। आँटे चिताको कामै बन्दैन कि त। भनेपछि आज वकिल अङ्कलको काम बन्ने भयो होइन त? हो नि, यसरी भरि गाग्री देख्दा त जहिले मलाई राम्रो साइत पर्छ। हुन त होला वकिल अङ्कल, तर यो त खाली गाग्रो हो। यसरी त हजुरलाई के साइत पर्ला र? ठुक्क भनेपछि आज नि मुद्दा हारिने भयो। तर होइन, यतिको राम्रो केटी देख्दा त खाली गाग्री भए पनि साइत पर्छ। पक्कै पनि माइकल गलत बाटोमा हिँड्दैछ।
त्यो अर्काको श्रीमती आफ्नो श्रीमानसँग त बस्न नसकेर सम्बन्ध विच्छेद गरेकी आइमाई। कतै यसले हाम्रो माइकललाई फसाउन लागेकी त होइन? तर होइन, एउटै गाउँको मान्छे एउटै गाडीमा चढेको पनि हुनसक्छ। तर शिलाले श्रीमानसँग सम्बन्ध विच्छेद गर्नु, माइकल उति नै बेला घरबाट घुम्न निस्किनु, दुवैजनालाई सँगै देख्नु, यो संयोग मात्रै त पक्कै होइन। फुलमती, ओहो नमस्ते बस्नेत काका। नमस्कार। फुलमती, यस्तो घना जङ्गलमा कता हिँडेकी एक्लै? कहाँ हिँड्नु र बस्नेत काका, यसो दाउरा काटौँ कि भनेर हिँडेको। अनि किन एक्लै हिँडेकी त? यसो कोही अरू साथीहरू छैनन्? सानैदेखि खेली हुर्केको वनमा के चाहिँ हुन्छ र काका? अनि काका, हजुर चाहिँ कता पुगेर आउनु भएको नि? कहाँ हुनु र, त्यहीँ पर चोकसम्म पुगेर आएको। हजुरले त मलाई राम्रोसँग चिन्नु हुने रहेछ। ल के भनेको तिमीले? चिन्दिन होला त म तिमीलाई? त्यही माथि अस्ति शान्तिले तिम्रो बारेमा धेरै कुरा गरेकी थिइन्। ए हो र? हजुरलाई त थाहा छैन होला, शान्ति र म त सानैदेखिको साथी हो नि। भन्थे सबै कुरा शान्तिले मलाई। तर म त हजुरहरूकै घरबाट आएको थिएँ, शान्ति त घरमा थिएन नि त काका। ए हो र? घरमै थिए त, कहाँ गई छे त? ल जान्छु बस्नेत काका। जाने? जङ्गल ठुलो छ, जङ्गलमा पाटे बाघ लागेको छ भन्ने सुनेको छु। खाला नि फेरि बाघले? खाए नि खाओस्, मलाई आफ्नो ज्यानको त कति पनि माया छैन। आफ्नो ज्यानको माया त भइहाल्छ नि, के कुरा गरे कि? के गर्नु, साथी त गइदिनु हुन्थ्यो नि। सुरुमै काका भनेर मरि के जानु। होइन, पप्पू पनि विदेश गइसक्यो, माइकल पनि सहर गएको भन्ने सुनेछु। यिनी बुढा चाहिँ कोसँग गएछन्? सबैजनालाई नमस्कार भन्न चाहन्छु। जति पनि दर्शकहरूले मन पराइदिनु भएको छ अनि हाम्रो झुटो कसम हेरिदिनु भएको छ अनि माया गरिदिनु भएको छ, सबैजनालाई मेरो तर्फबाट नमन भन्न चाहन्छु होइन। अनि अझै पनि तपाईँहरूले राम्रोसँग हेरिदिनु होला, हामीले एकदम राम्रो गर्ने कोसिस गरिराखेका छौँ। अनि कुनै कुरामा हाम्रो घटी कमी कमजोरीहरू हाम्रो छ भने पनि हजुरहरूले कमेन्टहरूबाट भनिदिनु होला। अनि सबैजनाले सेयर गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला। अनि यही भन्न चाहन्छु। अनि सबैजनालाई अहिले हाम्रो चाहिँ जुन 10 भाग पुरा भएको छ, सबैजनालाई नमन भन्न चाहन्छु। अनि सबैजनाले राम्रोसँग हेरिदिनु भएको छ, राम्रोसँग मन पराइदिनु हुन्छ भन्ने नि आश छ मलाई। नमस्कार। झुटो कसम 10औं भाग पार गरेकोमा हाम्रो होल टिमलाई धेरै धेरै शुभकामना र लगायत हाम्रो सम्पूर्ण देश विदेशमा रहनु भएको नेपाली दाजुभाइहरूलाई हाम्रो सिरियल हेरी लाइक, शेयर, कमेन्ट, सब्सक्राइब गरिदिनुहोस् भन्ने विनम्र अनुरोध गर्दछु। 10औं भागको चाहिँ सिरियल सकिँदै गर्दाखेरि
धेरै रमाइलो भयो। जुङ्गे साउसँग चाहिँ मेरो कुस्ती पनि पर्यो। आज कुस्ती पर्दा यस्तो कुइनाको छालै जौन्जाल चाहिँ हाम्रो आज लडाइँ पर्यो। सबै टिमलाई चाहिँ शुभकामना दिन चाहन्छु। सबैजना राम्रो हुनुहुन्छ। यति नै भने हवस् त, नमस्कार। नमस्कार, म झुटो कसमको कलाकार मुक्ति दादा। वास्तवमा मेरो नाम पनि मुक्ति दादा हो। मुक्ति दादा हो मेरो नाम। दादा भन्दैमा सबैले मलाई प्रश्न सोध्नु पर्ने जरुरी छ।